धेरैजना मानिसहरू के भन्छन् भने नि हजुर म समाज बनाउँछु, समाज सुधार्छु, देश सुधार्छु, विश्व सुधार्छु भन्छन्। तर समाज सुधार्ने, देश सुधार्ने र विश्व सुधार्ने काम कहाँबाट सुरु हुन्छ, त्यसको जग के हो भनेर सोध्यो भने न जवाफ। त्यसको जग हो आजका बालबालिका। आजका बालबालिका समुन्नत र सुदृढ समाजको र सुदृढ विश्वको जग हुन्। एउटा स्वस्थ, खुसी, आत्मस्वाभिमानी, विश्वासी, सही दृष्टिकोण भएको, सही विचार भएको, सकारात्मक विचार भएको र सकारात्मक माइन्डसेट भएको बच्चा बालबालिका आज हामीले तयार गर्न सक्यौँ भने पक्कै विश्व, संसार, समाज, देश, परिवार आफै राम्रो हुन्छ, आफै राम्रो हुन्छ। यही कुरा तल गल्ती गरेको कुरा के हो भने राम्रो गरे यही कुरामा विशेष महत्त्व र ध्यान दिएको हुँदैन। हामी पनि चाहन्छौँ हैन, हामी अभिभावक बाबुआमा पनि चाहन्छौँ हाम्रो बच्चा स्वस्थ, खुसी, स्वाभिमानी, आत्मविश्वासी, सक्षम, सकारात्मक विचारधारा, दृष्टिकोण र सकारात्मक माइन्डसेट भएको बाहिर हुर्कियोस्। हाम्रो चाहना, हाम्रो प्रयास पनि यतातिर निर्देशित हुन्छ। हुँदाहुँदै हाम्रा भर्मको दूर प्रयास हुँदाहुँदै बच्चा किन त्यस्तो बन्दैन, बच्चा किन त्यस्तो बन्दैन, त्यसरी निर्माण गर्न सकिँदैन। काहीँ न काहीँ गरेर त्यो बच्चा हामीले चाहेको प्रतिफल जस्तो आउन सक्दैन। यो बिचमा हाम्रो चाहना र प्रयास र त्यो प्रतिफल जुन बच्चा हुर्केर बाहिर निक्लिन्छ, प्रतिफलको बिचमा एउटा सानो लुप होल छ। त्यो लुप होल हो हामीले नजरअन्दाज गरेको कुरो, त्यो हो वातावरण हैन। वातावरण, जुन वातावरणमा हुर्किरहेको हुन्छ बच्चा, त्यो वातावरणले उसको स्वाभिमान, आत्मविश्वास, दृष्टिकोण, विचार र सँगसँगै माइन्डसेटलाई नै असर गरिरहेको हुन्छ। यदि हामीले हाम्रो चाहना, हाम्रो भरमग्दुर प्रयास र प्रतिफल बिचमा राम्रो तालमेल, रेजिलियन्स रिलेसनसिप ल्याएर, ब्यालेन्स ल्याएर त्यस्तो सक्षम बच्चा बनाउने हो, बालबालिका हुर्काउने हो भने वातावरणलाई एकदमै कन्ट्रोल गर्न सिक्नुपर्छ, वातावरणलाई एकदमै ध्यान दिन सिक्नु। जुन वातावरणमा केटाकेटी हुर्किन्छ त्यसलाई हामीले एकदमै ध्यान दिनुपर्छ, न कि नजरअन्दाज गर्ने। अनि मात्रै हामीले चाहे अनुसारका केटाकेटी हुर्किन सक्छन्। धन्यवाद।